ल साथीहरु हामी यति बेला ठ्याक्कै यो अर्घाखाँची जिल्लाको छत्तरदेव गाउँपालिका वडा नम्बर 2 बलकोटमा आएको छौं। हामी बलकोट पौवामा चाहिँ प्रवेश गरिरहेका छौं। यो बलकोटमा भित्र चाहिँ हामी प्रवेश गरिसकेका छौं र बलकोट भित्र चाहिँ के रहेको छ हामी पुरा चाहिँ देखाउने छौं। कृपया हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला र हाम्रो भिडियो चाहिँ कस्तो लाग्छ कृपया लाइक कमेन्ट शेयर सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला। ल हामी यति बेला अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर 2 बलकोटमा आएका छौं। यसलाई चाहिँ बलकोट पौवा भनिन्छ। यसको बारेमा खासै केही त थाहा भएन। यहाँ सोधबुझ गर्नको लागि वरपर मान्छेकै हुनुहुने थिएन। हामी आज चाहिँ हिँड्दै गर्दा चाहिँ यो बलकोट पौवामा चाहिँ पस्ने मौका चाहिँ अवसर मिल्यो। विगत लामो समयदेखि यो बाटो हिँड्दै गर्ने र खासै पस्ने मौका चाहिँ मिलेको थिएन। यो चाहिँ अत्यन्तै राम्रो रहेको छ र यहाँ पुराना काठ वस्तुहरूको प्रयोग गरेर बनाइएको छ र कलात्मक वस्तुहरू रहेको छ। यो पुरातात्विक र ऐतिहासिक ठाउँ रहेको छ। बाहिरबाट हेर्दा अर्कै देखिन्छ र भित्र जाँदा निकै फरक र व्यवस्थित रहेको देखिन्छ। हजुरहरू पनि यो बलकोटको वरिपरि कतै हुनुहुन्छ र कतै घुम्न जाने सोचमा हुनुहुन्छ भने यो बलकोट पौवामा चाहिँ एकपटक अवश्य आउनु होला। यो बलकोट पौवामा शालिगहरू निर्माण गरिएको छ। तामाका मौलाहरू पनि राखिएको छ, व्यवस्थित गरिएको छ। साइडमा एउटा शालिग चाहिँ राखिएको छ जसले गर्दा अत्यन्तै राम्रो र मनमोहक चाहिँ देखिएको छ। यहाँ एउटा सूचना पनि टाँसिएको छ। प्राचीनका वस्तुहरू कुनै तोडफोड गरिएमा 25,000 देखि 1 लाखसम्म जरिमाना भनेर चाहिँ लेखिएको छ। यहाँ 2-3 वटा भवन रहेका छन्। 2-3 वटा भवन चाहिँ रहेका छन् जसले गर्दा यहाँको सौन्दर्य पनि फरक बनेको छ। साइडनिर बस्ने ठाउँ रहेको छ भने पुराना कलात्मक वस्तुहरूले भरिएका छन्। तपाईले देख्न सक्नुहुन्छ। अर्घाखाँची जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलमध्ये बलकोट पनि एउटा पर्यटकीय स्थल हो। यसले हामीले पर्यटन प्रवर्धन चाहिँ गर्नुपर्छ र हामीले हाम्रो स्थानीय स्तरका सम्पदाहरूलाई जति चिनाउन सक्यो त्यति नै पर्यटन आउने र हाम्रो स्थानीय स्तरका सम्पदाहरू चिनिने हुन्छ। त्यसले व्यवस्थित गर्न सजिलो हुन्छ। अझ यहाँ चाहिँ अरूभन्दा टिकटको चाहिँ व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ। किनभने यहाँ आउने पर्यटकहरूले चाहिँ कम्तीमा नि 10 रुपैयाँ भए पनि टिकट भयो भने त्यसले व्यवस्थापन गर्न सरसफाई गर्न चाहिँ अत्यन्तै सजिलो हुन्छ भन्ने हो। र हाम्रो प्रबन्धनको लागि चाहिँ यहाँ घुम्न आउने मान्छेहरूले चाहिँ केही तोडफोड नगरियो भने चाहिँ अवश्य नै यो राम्रो हुँदै जान्छ। सार्वजनिक सम्पत्ति भने हामी सबैको सम्पत्ति चाहिँ हो। यहाँ चाहिँ केही बीचमा बल्बहरू चाहिँ तोडफोड गरिएको चाहिँ देखिन्छ तर व्यवस्थित चाहिँ रहेको छ। व्यवस्थित र सरसफाई चाहिँ रहेको छ। हामीले हाम्रो स्थानीय स्तरको सम्पदाहरूलाई विश्व सामु चिनाउन चाहिँ सक्नु पर्दछ। यो छत्तरदेवमा रहेको बलकोट पौवाको विकास चाहिँ अत्यन्तै राम्रो भएको छ। तर यसमा चाहिँ प्रचार प्रसारको कमी र पर्यटनको नजर अझै पुग्न सकेको छैन। यसमा लगानी र व्यवस्थापन चाहिँ अत्याधिक रहेको छ। यसमा पर्यटनको नजर नपुग्दा चाहिँ सुनसान देखिन्छ। खासै मान्छेहरूको भिडभाड चाहिँ देख्न सकिँदैन किनभने यसले चाहिँ हाम्रो अर्थतन्त्रलाई नै घाटा पुर्याउने हो। हाम्रो भिडियो तपाईले कहाँबाट हेर्दै हुनुहुन्छ, हाम्रो भिडियो तपाईलाई कस्तो लाग्छ कृपया जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। र हामी यस्तै भिडियो लिएर आएको छौं। हामीलाई चाहिँ सब्स्क्राइब र फलो चाहिँ गर्न नभुल्नु होला।